Hi guys, welcome to my YouTube channel. This is my first long video. मैले चाहिँ अलरेडी 17 वटा सर्ट्स भिडियोहरू चाहिँ अपलोड गरिसकेँ, बट लङ भिडियो चाहिँ अहिलेसम्म अपलोड गरेको थिएन। मलाई चाहिँ थाहा थिएन कि कसरी अपलोड गर्नुपर्छ, लाइक यसरी खिच्नुपर्ने रहेछ अनि के कन्टेन्ट राख्दाखेरि मेरो अडियन्सहरूले मलाई मन पराउँछ भन्ने कुरा पनि मलाई थाहा थिएन। सो तपाईँहरूले चाहिँ प्लिज मलाई कमेन्टमा भनिदिनुहोस् के गर्दाखेरि राम्रो हुन्छ, कुन पोस्टहरू, कुन कन्टेन्टहरू राख्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर चाहिँ मैले चाहिँ यो कन्टेन्ट क्रिएसन चाहिँ 2025 बाट स्टार्ट गरेको हो। मैले चाहिँ पहिला टिकटकमा अनि इन्स्टाग्राममा चाहिँ राख्थेँ, लाइक अहिले पनि राख्छु। टिकटकमा चाहिँ म टिकटक र इन्स्टाग्राममा चाहिँ म डेली राखिरहेको छु। फर्स्टमा चाहिँ मैले मेकअप, स्किन केयरहरूबाट स्टार्ट गरेको थिएँ अनि अहिले चाहिँ लाइफस्टाइल, आफ्नो मेरो जापानको लाइफस्टाइल अनि फुडहरूको बारेमा अपलोड गर्छु। मलाई चाहिँ केही आइडिया छैन कि युट्युबमा चाहिँ कसरी के राख्नुपर्छ भनेर। आइ एम जस्ट अ बिगिनर एन्ड एज अ बिगिनर मलाई केही पनि थाहा छैन। सो प्लिज तपाईँहरू चाहिँ मलाई कमेन्टमा सजेस्ट गर्नु, एडभाइस दिनु कि यसरी राख भनेर। प्लिज आई रियली निड योर एडभाइस। अनि म चाहिँ त्यो कमेन्ट्सहरूलाई सबैलाई पोजिटिभली लिन्छु एन्ड आई होप मैले चाहिँ इम्प्रुभ गर्दै जान्छु। यो कन्टेन्ट क्रिएसन चाहिँ मैले 2025 बाट स्टार्ट गरेको हो अनि लाइक डेली नै पोस्ट गरिरहेको छु, तर सोचे जस्तो भएको छैन। अब अभियसली सोचे जस्तो त कहाँ हुन्छ र है, अब एकैचोटि सक्सेस हासिल गर्न त गाह्रै छ। म चाहिँ अब अपलोडहरू गर्दै जान्छु अनि आफ्नो डेली लाइफस्टाइलहरू म चाहिँ हल्का नर्भस भएको छु कि, किनकि मलाई के बोल्ने, कसरी बोल्ने भनेर पनि थाहा छैन। आई होप यु गाइज विल गिभ मी एडभाइस कसरी के अपलोड गर्दाखेरि राम्रो हुन्छ, कस्तो कन्टेन्टहरू चाहिँ मेरो अडियन्सले मन पराउँछ भनेर। यो चाहिँ मेरो फर्स्ट भिडियो हुनेवाला छ, तर मैले अपलोड गर्छु कि गर्दिनँ भन्ने पनि मलाई थाहा छैन। जस्ट अहिले चाहिँ सुट गरिरहेको छु। आई डोन्ट नो, एज अ बिगिनर चाहिँ मान्छेहरूले के कस्तो कन्टेन्टहरू राख्छ। तपाईँ चाहिँ अब युट्युबमा धेरै नै भइसक्यो कन्टेन्टहरू क्रिएट गर्न लाउनु भएको, अनि एज अ बिगिनरलाई चाहिँ के एडभाइस दिनुहुन्छ, प्लिज मलाई एडभाइस दिनु। सोचेको जस्तो त एकैचोटिमा राम्रो हुन्छ भन्ने त पनि त छैन नि त। सबैले स्ट्रगल गरेर नै सक्सेस हासिल गर्ने हो अनि मेरो माइन्डमा चाहिँ त्यही छ कि म स्ट्रगल चाहिँ गर्न रेडी छु। स्ट्रगल, मेहनत अनि कन्सिस्टेन्सी चाहिँ हुन जरुरी छ जस्तो लाग्छ मलाई। सो प्लिज मलाई चाहिँ एडभाइस दिनु। आई रियली निड योर एडभाइस अनि सजेसनहरू, कस्तो कन्टेन्टहरू राख्दाखेरि राम्रो हुन्छ भनेर, अनि बोल्नमा पनि कसरी कन्फिडेन्स आउँछ भनेर। एनिवे तपाईँहरूलाई चाहिँ मेरो आजको मेकअप कस्तो लाग्यो? यो चाहिँ मैले डेली गर्ने मेकअप हो। मेकअप चाहिँ दामी लाग्यो मलाई। मैले कति ठुल्ठुलो युट्युबरहरूलाई देखेको छु कि, लाइक इन्डियाको युट्युबर सौरभ जोशी अनि ट्रिगर इन्सान, फुक्रा इन्सान, उनीहरूलाई कति हेर्छु कि है। अनि उनीहरूले चाहिँ कति पहिलाबाट स्टार्ट गरेको रहेछ नि त। अनि उनीहरूको पहिला त्यस्तो धेरै भ्युजहरू पनि आउँथेन अरे कि। त्योहरू देख्दाखेरि चाहिँ अब मेहनत चाहिँ सबैले गर्नुपर्छ अनि कन्सिस्टेन्सी चाहिँ हुनपर्छ जस्तो लाग्छ मलाई। अब उनीहरूको चाहिँ अहिले चाहिँ एउटा भिडियो राख्यो भने मिलियन्स भ्युज आउँछ है, बट त्यो त त्यत्तिकै त आएको होइन नि त। आज राखेर आज आएको होइन नि त। उनीहरूले कहिलेबाट स्टार्ट गर्यो थियो, कति वर्ष अगाडिबाट स्टार्ट गर्यो थियो नि, आज त्यस्तो भएको छ नि त। अनि मैले चाहिँ त्यहीहरू नै हेरेर अनि कति धेरै इन्सपायर भएँ कि म उनीहरूबाट। अनि त्यही भएर नै मलाई चाहिँ यसमा कन्टेन्ट क्रिएसनमा चाहिँ गर्न मन लाग्यो। अनि मलाई चाहिँ पहिल्यैबाट फोटोहरू खिच्न, यो मेकअपहरू अनि स्किन केयरहरू, भिडियोहरू सुट गर्न चाहिँ पहिल्यैबाट मन पर्थ्यो कि है। तर म बोलेर चाहिँ कहिले पनि बनाएको छैन कि। म टिकटकमा पनि अपलोड गर्दाखेरि भोइस ओभर गरेर अपलोड गर्छु, अनि त्यही भएर पनि होला। अनि यस्तो बोल्दाखेरि चाहिँ कस्तो कन्फिडेन्स नआउने रहेछ कि, अब एक्लै बोलेको जस्तो लाग्छ नि त, त्यही भएर पनि होला। तर यसरी नै अब गरेन भने त केही पनि हुँदैन है। गर्दै गरेन भने त हुँदै हुँदै स्टार्टै हुँदैन, तर गऱ्यो भने चाहिँ स्टार्ट त हुन्छ कमसेकम। अनि मैले गर्दै जान्छु कि, अब जस्तो भ्युजै नआए पनि म गर्छु भन्ने सोचिरहेको छु कि। अब कोबाट, मलाई मेरो फ्यामिलीले पनि सपोर्ट गरेको छ कि। मेरो मम्मीले पनि नगर, पर्दैन त्यस्तो भिडियोहरू राख्न भन्नुभएको छैन कि। सपोर्ट नै गर्नुभएको छ। म चाहिँ लक्की नै मान्छु त्यसमा चाहिँ। तर आफूले चाहिँ मेहनत चाहिँ गर्दै जानुपर्छ। सो आई होप यु गाइज लाइक इट एन्ड प्लिज कमेन्टमा चाहिँ भनिदिनु होला के गर्दा राम्रो हुन्छ, मेरो के चाहिँ मैले सुधार्नुपर्छ अनि कस्तो कन्टेन्टहरू पोस्ट गर्दाखेरि चाहिँ तपाईँहरूलाई मनपर्छ भनेर।
थ्याङ्क यू।